하드인데 आज 말하야지 12औं ग्रीष्मकालीनको 이게 추딘 게바도 차리가래 आज 8औं दिन रहेको छ। यो सन्दर्भमा बाहिरदेखि सञ्जाल मार्फत हेरिरहनु भएका सम्पूर्ण शरण्य भिक्षु भिक्षुणी वर्गहरू, त्यस्तै गरी धर्ममित्रहरू, साथै बोर्डका विभिन्न आफन्तजनहरू, सबै मित्रजनहरूलाई सबैले शुभ मङ्गलको कामना व्यक्त गर्न चाहन्छु। आज म चर्चा गर्न चाहदैछु, अस्ति मैले बताए चाहिँ स्थगिर म कश्यप परिनिर्वाण भइसकेको विषय मैले बताइसकेँ। आज म फेरि आनन्दको परिनिर्वाण, उहाँको निधनको विषयमा म बताउन चाहदैछु। आनन्दले निधन अर्थात् परिनिर्वाण भएको कुरा बताउनु पर्दा अनि बताउनु अगाडि उहाँले चाहिँ अब परिनिर्वाण हुने बेलामा साना घोजेनलाई उहाँको अब यो हस्तान्तरण गरेको थियो उहाँको धर्म। यसमा अब 3 विषय राखेको छु। साना घोजेनलाई हस्तान्तरण गरेको, दोस्रोमा चाहिँ झ्याकक भनेको एउटा पढ्ने तरिकाको गलत भएको, तेस्रोमा चाहिँ आनन्द परिनिर्वाण भएको कुराहरू रहेछ। पहिला चाहिँ परिनिर्वाण नहुनु अगाडि साना घोजेनलाई सबै समग्र बौद्ध धर्म चाहिँ हस्तान्तरण गरेको कुरा पहिलो चरणमा राखेको छु। मैले अस्ति बताए चाहिँ अब शास्त्र नभए बुद्ध शासनको यो हस्तान्तरणको चरणहरू बुद्धको कालदेखि नै आफ्नो चेला वर्गमा यसरी हस्तान्तरण अनि जति सक्दो हस्तान्तरण गर्दै आयो। एकदेखि अर्कोसम्म बताउँदै हस्तान्तरण जिम्मा लगाउँदै आयो। बुद्धले महाकश्यपलाई दियो, महाकश्यपले आनन्दलाई दियो। आनन्दले पनि अब कसले दियो त बौद्ध शासन भन्दाखेरि साना घोजेन अर्थात् साना भसिनलाई दियो। मैले यसको संक्षिप्तमा अगाडि केही बताइसकेँ। यो साना भसिन भनेपछि एउटा एउटा डुङ्गा चलाउने एउटा माझी भनौँ न, त्यस्तो थियो उहाँ। उहाँ चाहिँ एउटा व्यापारीको छोरा थिए। अनि उहाँ चाहिँ अब पहिला समुद्रमा यसरी धन सम्पत्ति रत्नहरू लिनुको लागि समुद्रमा काम गर्थे। अनि उहाँ साना बसिन चाहिँ अब रत्नहरू लिनको लागि उहाँ समुद्रमा जाने लिने बेच्ने काम गर्नुहुन्थ्यो। त्यस्तो अब पहिला अब रीतिरिवाज त्यस्तो थियो भारतमा। अनि यसरी अब साना भसिन पनि यसरी यो समुद्रमा गएर विभिन्न रत्नमणिहरू लिएर अब अनि आएर अनि सबै अब त्यहाँदेखि रत्नमणिहरू लिएर सबै आफ्नो भण्डारभित्र भण्डारण गरे। उसले आफ्नो भण्डारमा साना भसिनले अब उहाँले सबै अब लुकाएर राख्नु भयो। अब यो रत्नहरू यसलाई होमेसल भनिन्छ, विहारा भनिन्छ, वेणुवन। यो चाहिँ राजगिराको यो नजिकमा भएको राजगृहमा भएको मालिङ्गो घारी अर्थात् परेङ घारी हो भनिन्छ, त्यसको छेउमा रहेछ। यसको इतिहास अनुसार चाहिँ राजा बिम्बिसारले चढाएको स्थान रहेछ यो।
त्यो ठाउँमा पुग्नु भएछ उहाँ अब साना भसिन चाहिँ यो बेनुवन बिहारमा पुग्नु भएछ अब यस्तो हेर्दाखेरि त्यहाँ त एउटा एकदम सफा र शानदार एउटा मण्डप मन्दिर देखिन पुगेछ उसले साना भसिनले त्यहाँ चाहिँ सबै चोखो चोख्याएको त्यो सबै माटोहरूले अब हामी अब कुनै ठाउँ घुम्न जाउन भन्नेलाई बुझिन्छ हामीले ख्यामख्याम भन्नाले अब हामीले घुम्न जाउँ भन्दा यस्तै पैतालो टेकेर हिँड्नुलाई बुझिन्छ त्यसै कारणले अब त्यो स्थानमा पुग्नु भएछ साना भसिन र त्यहाँ चाहिँ सबै के हो त सफा शानदार सबै धुलोहरू मुक्त थियो त्यो मण्डप चाहिँ त्यो एउटा आनन्द भनौँ न अर्थात् यो आनन्दमय वातावरणले अब सजिएको थियो त्यो बेला उहाँ घुम्नु त्यहाँ पुगेछ हिँड्दा हिँड्दै अब बटुवा भनौँ न अब बटुवाको क्रममै त्यो बेला त्यो सेना भसेन चाहिँ उहाँको आँखा चाहिँ ठक्कै आनन्दमा पुगेछ र आनन्द देख्ने बित्तिकै ढोक्नु भएछ चरणमा नै उहाँ साष्टाङ्ग धन्यवाद गर्नुभएछ अनि यो विभिन्न रत्नमणिहरू व्यापार गरेको हुँदाखेरि अहिले केही समय यहाँ घुम्नको लागि म आएको हुँ यसरी बता अनि हे भिक्षु तपाईँले चाहिँ अब दया माया गरेर हेरिदिनुहोस् म चाहिँ अब पञ्चवार्षिक भन्छ 5 वर्षमा एकचोटि म एकचोटि यहाँ आउने हुँदाखेरि अब किन भन्दाखेरि साना भसिन चाहिँ उहाँ समुद्रमा गएर रत्नमणिहरू ल्याउनु हुन्थ्यो नि त ल्याउँदाखेरि उहाँसँग केही रत्नमणिहरू थियो अनि यो पञ्चवार्षिक पूजा आज हुन्थ्यो यो मण्डपमा यो बेनुवनको बिहारमा त्यसै कारणले गर्दाखेरि त्यसैले पञ्चवार्षिक अनि 5 वर्षसम्म यो सबै हुनको लागि उहाँहरूलाई सङ्घलाई अब के साथ हुनको लागि म के रत्नहरू चाहिँ म चढाउने छु भनेर आनन्दलाई बताउनु भएछ आनन्दलाई भन्नुभएछ साना भसिनले अनि आनन्दले के भन्नुभएको भन्दाखेरि अब आनन्दले यो साना भसिनले भन्नुभएछ कि शास्त्र भगवान गौतम बुद्ध त परिनिर्वाण हुनु भइसक्यो नि संसार छाडेर जानुभयो भने बित्तिकै उहाँ बेहोस हुनुभएछ मूर्छित हुनुभएछ त्यही बेहोस भएछ क्रमैसँग एक एक गरी सोध्दै जानुभएछ फेरि आनन्दले पानी सर्काएर उहाँलाई बिउजाउनु भएछ फेरि होस आइसकेपछि त्यसपछि क्रमैसँग सोध्दै गएछ त्यसो भए महास्थविर शारीपुत्र मङ्गलपुत्र कहाँ छन् त भन्दाखेरि सोद्धाखेरि उहाँहरू पनि सबै परिनिर्वाण हुनु भइसक्यो भनेर क्रमैसँग आनन्दले जवाब दिनुभएछ त्यो भन्ने बित्तिकै सुन्ने बित्तिकै उहाँलाई एकदम शोक र एकदम बेखुसी लागेछ अब अनि अब त्यो बेला चाहिँ अब शास्त्र गौतम भगवान बुद्ध परिनिर्वाण भइसकेपछि अब उहाँको चेलाहरू यो सर्वकाहरू सबै अब समुद्रको छेउछाउमा बस्नु हुँदाखेरि म त्यहाँ उहाँहरू अब जानेछु उहाँहरू भेट्नको लागि भने यसरी विचार आएछ त्यही कारणले गर्दाखेरि अब भनौँ न 5 वर्षसम्म अब धान्नुको लागि केही अब उहाँले ल्याउनु भएको थियो भिक्षुहरूलाई बुद्धहरूलाई तर उहाँ त अब बुद्ध त परिनिर्वाण हुनुभएछ अर्थात् अब भोजन आजभोलि अब भोजन दान गर्ने भन्ने कुरामा यो चाहिँ अब हुन्छ म 5 वर्षसम्म भिक्षुहरूलाई धान्नुको लागि म के चढाउँछु भनेर 5 वर्ष धान्नुको लागि यसरी चढाउनु भएछ
아, यो साना घोचन साना बस्नेले चढाउनु भएछ अ, अब यो अब यो विभिन्न अ, धर्महरू अ, अब आनन्दले भन्नु भइसक्यो तिमीले अब धेरै अब यो सम्पत्तिहरू रत्नमणिहरू सबै टिपिसकेछ अब चाहिँ तिमी धर्महरू चाहिँ अब जम्मा गर टिप्नु भनेर अनि यसरी आनन्दले भनेछ अनि सानो भसिने भनेछ कि माइस्तवीर तपाईँ के आज्ञा दिनु हुँदैछ यो विनयको धर्महरू कसरी टिप्नु त यो के हो यसको उपाय कसरी टिप्ने यसको अनि यसरी विषयमा चर्चा गर्दा गर्दा आनन्दले अनि धर्मको विषयमा बताउने क्रममा उहाँले एकदम आस्था भक्ति जागेर अनि आनन्दको सामु चाहिँ साना बसिन चाहिँ भिक्षु प्रवर्जित हुनुभएछ अब अब यसरी अब उसले बाचा गरेछ कि साना घोषणले यो आजदेखि यो मेरो जीवनको अन्तिमसम्म म चाहिँ अब प्रवर्जितको वस्त्रहरूलाई राम्रोसँग धारणा गरेर सत्मार्गमा जानेछु भनेर बाचा गरेछ अनि उहाँले भनेछ यो एउटा घाँस सानो एउटा घाँसदेखि बनेको वस्त्र बाहेक म अरू नाना थरी वस्त्र चाहिँ म लगाउँदिनँ भने यसरी बाचा गरेर त्यो दिनदेखि उहाँ आनन्दको सामु प्रवचित हुनुभएछ अर्थात् भिक्षु हुनुभएछ अब यो साना भस्नेको दिमाग चाहिँ एकदम तिखो थियो एकदम तिखो भएको हुँदाखेरि उहाँले सम्झिने बित्तिकै सुन्ने बित्तिकै यादमा बस्थ्यो त्यसैले अब आनन्दले बुद्धको सामुदेखि प्रत्यक्ष रूपमा धेरै सुन्नुभएको थियो 84,000 धर्मस्कन्धहरू त्यो सबै सानो घोषणलाई बताउनु भएछ बुद्धले जस्तो बताउनु भयो त्यस्तै आनन्दले सुनेको जस्तो आफूले बोध गरेर चाहिँ सानो घोषणले बताउनु भएछ सानो घोषणमा त्यस्तै गरी कण्ठस्थ गरी मनमा सबै राखी तीन विद्याहरू तीन त्रिपिटकहरू सबै वृद्धि रूपमा सबै विशाल रूपमा उहाँले ग्रहण गर्नुभएछ यो चाहिँ अब सानो घोषणलाई अब भेटघाट हुँदा हुँदै यसरी भिक्षु हुने तरिकादेखि लिएर सबै बौद्ध धर्महरू बताएको कुरा हो यो अब दोस्रो कुरा के छ त भन्दाखेरि अब झगक भन्ने एउटा वन्दना गर्ने तरिका चाहिँ अलिकति गलत भएको हो भन्ने दोस्रो विषय रहेको छ यसले के बताउँछ भन्दाखेरि अब यो चाहिँ अनन्त परिनिर्वाण हुनुको लागि के लक्षणहरू देखाएको हो यो परिनिर्वाण हुँदैछ है भनेर के लक्षण देखाएको हो यो चाहिँ के हो भन्दाखेरि अब एउटा शब्द उच्चारण गर्दाखेरि गल्ती भएको कारणले उहाँ परिनिर्वाण लिनु पुगेको हो भन्ने सर्वश्रेष्ठ ग्रन्थहरूमा पुरिएको छ यो चीनमा पनि छ त्यसैगरी उत्तर दिशादेखि फैलिएको बौद्ध धर्मको इतिहास पनि पुरेको छ त्यो भित्र के राखिएको छ भन्दाखेरि त्यो बेला अब धेरै अब भिक्षुहरू सबै अब यो होमेसल भनेको चाहिँ भने बेनु बिहार वनमा एकै साथमा बसिरहेको बेला एउटा भिक्षुले चाहिँ एउटा वन्दना गर्दै थियो पढ्दै थियो पहिला पहिला अब सबै पुस्तकहरू ग्रन्थहरू अनि गुरुले चेलालाई भन्दा चेलालाई यसरी कण्ठस्थ गर्थ्यो चेलालाई अब शिष्यले पनि अब यसरी पढ्दै जानु पर्थ्यो हामीले खण्डन भन्दा दैनिक वन्दनाहरू मनमा राखेर यसरी पढ्ने चलन थियो पहिला
भिक्षुले एउटा शब्द पढ्दै थियो के थियो भन्दाखेरि 강나 로이저 초규르게 추결 통화매 발레스 대외 니샤 초이 추결 통화 초도 계산 다 장가 알람네 저것도 딱 간다 추결을 अब 저것도 간다 100 वर्ष जीवित भए तापनि 100 वर्ष अब जीवित भए तापनि सेतो हाँस नदेखेको एक दिन मैले जीविका चल्दाखेरि त्यो सबै सेतो हाँस देख्न पाउँदा म खुसी भएँ सर उत्कृष्ट मङ्गल भयो भन्ने यसरी लेखिएको छ 다 텔레 니샤 찍마도 마소이네야 아니 추적가 अर्थात् 통배이나 데 यसले के जनाउँछ भन्दाखेरि होइन गिबुतेले 데 यगरे साच तदार अब यसको अर्थ चाहिँ 100 वर्ष बसेर भन्ने अब के हो त छुजा कर्बो भनिन्छ अब जस्तो कि एउटा बकुला भनौँ न बकुला 100 वर्ष बाँचेर भने बकुला देखेको छैन तर एक दिन मैले जीविका चलाएँ अनि यो बकुला देखेको देख्दाखेरि म खुसी भएँ मङ्गल भयो भन्ने कुरा चाहिँ बताउँछ अझ यसले भित्री कुरा के हो त भन्दाखेरि जीवनको अन्तर्गतमा नाना थरी कुराहरू गरे तापनि मैले मनलाई आनन्द राख्न सकेन खुसी राख्न सकेन र मैले वास्तविक कुरा जानेन एक दिन मैले यो सबै सत्य मार्गमा जाँदाखेरि सत्य कुराहरू मैले देख्ने मौका पाएँ यो नै मङ्गल भयो भन्ने कुरा बुझाउँछ यो चाहिँ अब आनन्दले सुन्नुभएछ भिक्षु तिमीले यो कहाँ सुन्यौ यो त शास्त्रले यसरी बताउनु भएको छैन नि बुद्धले के बताउनु भयो अब बुद्धले के भन्यो के बताउनु भयो त भन्दाखेरि 100 वर्ष बचे तापनि जन्म र मृत्युदेखि मुक्त भएन भने मुक्त भएन भने मुक्त भएन तर एक दिन मैले यो जीविका चलाएँ जन्म र मृत्युलाई पार गर्ने र त्यो बुझ्दाखेरि मैले जन्म र मृत्युदेखि मुक्त हुने सर्वोत्कृष्ट मङ्गल हुने ज्ञान पाएँ भने बुद्धले यसरी पता गरेको थियो नि त भन्दाखेरि अब मेरो विचारमा चाहिँ के हो त यो सेतो चरा अर्थात् छुक्याएर भनिन्छ बकुला भनेर यो जन्म र मृत्यु अर्थात् नष्ट हुने एउटै हो कि पहिला भारतको शब्दमा भन्ने जस्तो मलाई लाग्दछ त्यही कारणले तिमीले पढेको हे भिक्षु यो बकुला छुक्यार त्यो चाहिँ होइन त्यसको सट्टामा चाहिँ जन्म र नष्ट चाहिँ विनाश चाहिँ हाल्नु पर्दछ त्यहाँदेखि मुक्त भएन भने जति सकि बाँच्यो भने त्यही नै हो एक दिन बाँचेर त्यसलाई देख्नु सक्यो भने सर्वोत्कृष्ट हो भने चाहिँ हो भनेर बताउनु भएको रहेछ त्यही कारणले गर्दाखेरि यस्तो कुराहरू हामीले बुझेन भने चाहिँ नाना थरी शब्दहरू परिवर्तन गर्यो भने चाहिँ संसारमा यो लोकमा चाहिँ बाहिरी संसार भौतिक संसारवादीहरूलाई चाहिँ हामीलाई निन्दा गर्नेछन् र कुरो काट्नेछन् अनि मिथ्या दृष्टि लगायतका अनेक अश्रद्धाहरू अभक्तिहरू नराम्रो विचारहरू मिथ्या विचारहरू प्रकट हुनेछ विचारहरू गलत धारणा गलत विचारहरू उत्पन्न हुने हुँदाखेरि शब्द सही उच्चारण गर्नुपर्छ है भनेर आनन्दले बताउनु भएको रहेछ भिक्षुलाई त्यही कारणले बुद्धको वचनहरूलाई यसरी परिवर्तन गर्दै भन्यो भने बुद्धको वचन माथि अन्याय हुनेछ अनर्थ हुनेछ भनेर बताउनु भएको त्यही कारणले गर्दाखेरि गाई भैँसीहरूलाई चाहिँ हिलोमा बन्धनमा छ त्यो भित्र हिलोमा बाँधेको जस्तो हो झन् मैला भएर जानेछ त्यही कारणले आफूले नै के हो त अनि बन्धनमा फसाएको हो त्यही कारणले आफूले नै बुद्धु र मुढा पारेको हो फल नभएको बाटोमा लागेको हुने हुँदाखेरि विद्वानले हेर्दाखेरि पनि हास्यपद हुनेछ त्यही कारण त्यस्तोलाई चाहिँ हामीले जोगिनु पर्दछ भन्ने यसरी आनन्दले बताउनु भएको रहेछ त्यो भिक्षुलाई त्यही कारणले जुन बुद्धको वचनलाई अमर वचनलाई मिथ्या दृष्टिले हेर्यो भने
नराम्रो कालो नजरले हेर्यो भने फल केही छैन, सबै विफल हुनेछ। त्यसैले तपाईँहरूमा त्यही कारणले पोख्त र विद्वान पुरुषहरू जुन वचनलाई स्रोत राखेर शिर राखेर त्यसलाई अभ्यास गरी अध्ययन गरी त्यहाँदेखि आफूभित्र भएको सन्देह र कलेशहरूलाई निवारण गर्दछ, त्याग गर्दछ। त्यो त्याग गर्नलाई मोक्ष भूमि मुक्ति भूमि प्राप्त हुनेछ भन्ने यसरी बताएको रहेछ। त्यही कारणले सही हिसाबले हामीले बुझ्नु पर्दछ है, यसलाई नाना थरीको कुरा चाहिँ यसरी नाना थरीको शब्दहरू हामी जोड्नु हुँदैन भनेर आनन्दले त्यो पढ्ने अघि यो शब्द परिवर्तन गरेर पढ्ने भिक्षुले बताएको रहेछ। अब फेरि यो अब भिक्षुले फेरि त्यो भिक्षुले चाहिँ आफ्नो अब गुरुलाई भनेछ, अनि आफ्नो गुरु छ नि गुरुदेखि सिक्यो होला। अनि भिक्षुले भन्नु त्यो पढ्ने भिक्षुले भन्नुभएछ कि गुरुज्यू अनन्त अब बुढा भइसकेछ, वृद्ध भइसकेछ, उहाँको मस्तिष्क पनि एकदम सोच्ने शक्ति पनि एकदम कमजोर हुँदै गयो, याद गर्नु सक्दैन। उहाँले अनेक शब्दहरू अब नबुझ्ने शब्दहरू उहाँले बताउनु हुँदो रहेछ। त्यही कारणले गर्दाखेरि उहाँलाई अब विश्वासको एउटा पात्र पनि नहुने भयो भने यसरी बताउँदाखेरि अनि पहिला जस्तो थियो त्यस्तै नै पढ, उसको अब त्यति अब भन्ने तरिकाहरू अब सफा छैन, तिमीले जस्तो पढ्यो त्यही नै पढ भनेर यसरी बताएको रहेछ त्यो भिक्षुले आफ्नो गुरुले। फेरि अब के हो त फेरि अब म चाहिँ अब गल्ती हो, अब म गल्ती भयो भने अब फेरि यत्रो वर्ष मैले सिकाएँ हो, अब लाज भन्छ म गुरु हो। त्यही कारणले गर्दाखेरि होइन, यो आनन्दै बिग्रेको हो, म बिग्रेको होइन, म त सही नै छु। त्यही कारणले अनि गुरुले त्यो भिक्षुको गुरुले भनेछ कि उसको कुरा आनन्दको कुरा नसुन है, तिमीले पहिला जस्तो पढ्यो त्यही पढ्दै जाऊ, त्यही नै सही हो भनेर यसरी होइन बताइन्छ। अनि आनन्दले फेरि विचार गर्छ, फेरि यो भिक्षुले कसरी पढ्दैछ होला, उसले बन्धन गर्ने क्रममा अलिकति बदलाव आएको छ कि छैन भनेर विचार गर्नुभएछ। अनि पहिला जस्तो पढ्यो त्यस्तै बाहेक अहिले केही उसले बदलाव आएको छैन। अनि यो कुरा चाहिँ आफूले अब अनि आनन्दले चाहिँ खप्नै नसकेन त्यो भिक्षुको ठाउँमा गएर, होइन तिमीले पढे गलत छ नि भिक्षु, यसरी होइन, बुद्धले यसरी बताउनु भएको छैन, यसरी पढ्नु कारण के हो भनेर आनन्दले सोध्नु भएछ। अनि यो किन यस्तो भयो सोद्धाखेरि त्यो भिक्षुले भन्नुहुन्छ, मलाई मेरो गुरुले यसरी नै सिकायो, त्यही कुरा मैले यो यसरी बन्धन गरेको हो आनन्दज्यू भन्ने यसरी भिक्षुले बताएछ। अनि आनन्दले विचार गर्नुभएछ कि अब आनन्दले के विचार गर्नुभएछ भन्दा मैले प्रत्यक्ष रूपमा मैले भन्दाखेरि पनि उसले मानेन, त्यसै कारणले उसले स्वीकार गर्ने कुरा आएन। अब पहिला अब शरीपुत्र र मङ्गलपुत्र थियो भने पनि अब यस्तो समयमा उहाँले केही पनि गर्नु सक्दैन होला अब यस्तो अवस्थामा, त्यही कारण उहाँहरू परिनिर्वाण हुनु भइसक्यो। बुद्ध चाहिँ अब दया माया करुणाको सागर हो, अनि हजारौं सालसम्म उहाँले अब स्थापना गर्नु सक्यो, रहनु सक्यो उहाँ बुद्धले गर्दाखेरि। म यसरी अब बसिरह्यो भने झन् अब विकृति हुँदैछ, एक आपसमा अब विभिन्न नाना थरी कुराहरू
हुने हुँदाखेरि अब यो संसार छाड्नु ठिक होला उचित हुने होला भन्ने यसो त्यही कारणले गर्दाखेरि अनि यो संसार छाड्नु ठिक रहेछ भनेर पुरानो कुराहरू सबै त्यागेर नयाँसँग नमिल्दो रहेछ पुरानो नयाँ नमिल्दो रहेछ त्यही म एकान्त ठाउँमा बरु ध्यानमा बसेर अनि अन्डाजदेखि जन्मेको चरा जस्तै हुनेछु यसरी बताएको रहेछ त्यसै गरेर भनौँ न अब चराहरू पन्छीहरू अन्डादेखि जन्मिँदाखेरि एक्लै बाहिर टक्लै बाहिर आउँछ नि होइन कसैको साथसकीदेखि आउने होइन नि त्यस्तो किसिमको अनि म एक्लै अब यो संसार छाडेर अब ध्यानमा समाधिमा बस्छु भनेर विचार गर्नुभएछ अब यस्तो कुरो धेरै छ अनि यस्तो विचारहरू विभिन्न भिक्षु वर्गमा आउँदाखेरि उहाँ परिनिर्वाण लिने अब उहाँले निधो गर्नुभएछ अनि सानो अब यस्तो अब निर्णय उहाँले लिनुभएपछि साना बच्चालाई के बताउनु भएछ भन्दाखेरि भिक्षु महापुत्र बुद्धले उहाँ परिनिर्वाण नहुनु अगाडि उहाँले महाकाश्यपलाई बौद्ध सबै शासन हस्तान्तरण गर्नुभयो महाकाश्यपले मलाई दिनुभयो मैले म तिमीलाई दिँदैछु तिमीले राम्रोसँग संरक्षण गर पालना गर त्यसलाई नष्ट हुन नदेऊ भविष्यमा एउटा भविष्यमा एउटा बस्ती छ त्यहाँ अब एउटा गाउँमा चम्लक भन्ने ठाउँ छ त्यहाँ चाहिँ एउटा पर्वत मुरुदाना भनेर रहेछ त्यहाँ चाहिँ एउटा फेरि यस्तो एउटा माझी आउनेछ उसले उरा एउटा फता भन्ने एउटा मण्डप अर्थात् चुग्लाखाङ एउटा बिहारा निर्माण हुनेछ अनि त्यसको दाता चाहिँ बुद्धले भविष्यवाणी गर्नुभएको छ अनि त्यो गाउँमा चाहिँ एउटा धूप बेच्ने एकजना मान्छे हुन्छ उसलाई न्यर्बे भनिन्छ भविष्यमा उसलाई अब न्यर्बे भनेरलाई चाहिँ तिमीले यो बौद्ध धर्म चाहिँ हस्तान्तरण गर्नुहोस् है राम्रोसँग सुरक्षा गर्नु अहिले भनेर नि यसरी परिनिर्वाण नहुनु अगाडि अन्तिम शब्द वर्षाउनु भएछ अब न्यर्बे भनौँ न न्यर्बे भविष्यमा चाहिँ न्यर्बे भन्ने एकजना आउनेछ उसलाई चाहिँ अब तिमीले अनि अन्तिममा चाहिँ बौद्ध धर्म चाहिँ उसलाई हस्तान्तरण गर्नु नि भनेर यसरी बताउनु भएछ त्यही कारणले बुद्ध परिनिर्वाण यसरी भनौँ न अनि बुद्ध पनि परिनिर्वाण भएर अब 100 वर्ष जति बितिसकिसकेको छ अहिलेसम्म बौद्ध धर्म रहिरहेको छ यसरी कुनै गल्तीहरू भएको छैन भनेर यसरी बताउनु हुनु अनि मेरो कामहरू सबै सकिसक्यो अब म तिमीलाई अब बताउँदैछु है भनेर यसरी बताउनु भयो साना कोचेनलाई अनि साना कोचेनले साना बच्चालाई जस्तो तपाईँको आज्ञा त्यही नै म पालन गर्नेछु भनेर यसरी स्वीकार गरेछ यो चाहिँ साना कोचेनले आनन्दले बताउनु भएको अन्तिम शब्द हो अनि यो भनिसकेर अब तेस्रो पाठ के छ अब आनन्द परिनिर्वाण लिनुभएको शीर्षक रहेको छ यसमा मुख्य कुरा अब आनन्द परिनिर्वाण कसरी लिनुभयो त भन्दाखेरि यो ठेन्सेक भित्र बताएको छ कुराहरू सर्वशिवादको अनुवादमा उहाँले के विचार गर्नुभएछ भन्दाखेरि अब म परिनिर्वाण लियो भने अजातशत्रु र अनि युलपुङजेपा भनिन्छ यो चाहिँ अब एक आवाजमा युद्ध हुनेछ अब याङबचेन अब यो वैशालीमा एउटा राज्य अब युद्ध हुन सक्ला त्यसै कारणले गर्दाखेरि धेरै युद्ध द्वन्द्व हुने
खतरा देखिन्छ त्यसैले किन भन्दाखेरि अब म वैशालीमा परिनिर्वाण अब म भनौँ न यो राजगृह अब म यही ठाउँमा मगधमै मैले अब यो परिनिर्वाण लियो भने वैशालीमा फेरि नराम्रो हुने वैशालीमा मैले परिनिर्वाण लियो भने राजगृह मध्यम देशमा नमिल्ने हुँदै हुँदाखेरि दुवैलाई अब समाधान गरिदिए अब मैले निर्णय लिनु पर्यो भने त्यही कारणले अब म के गर्नु भन्दाखेरि अब म यो गङ्गा नदीको छेउछाउमा म परिनिर्वाण लिनु पर्यो यो चाहिँ किन त भन्दाखेरि राजगृह र वैशालीको बिचमा रहेछ यो अनि यो त्यसै कारणले यो गङ्गा नदीको बिचमा म परिनिर्वाण लिँदाखेरि उचित हुनेछ भनेर उहाँले नि विचार गरेर त्यहाँ पाल्नु भएछ अनि त्यो बेलामा अजाशत्रुले एउटा शब्द देखेछ उहाँको सपनामा राजाको उहाँको माथि एउटा छाता रहेछ त्यहाँ छाता खोलिरहेको रहेछ त्यो छाताको करङ भाँचेको सपना देख्नु भएछ यो उहाँको माथि ठुलो छाता थियो त्यो छाताको करङ भाँचेको देख्दाखेरि उहाँ जरस्य बिउजिनु भयो ठक्कै निन्द्रादेखि बिउजिने बित्तिकै उहाँको द्वारपालले महाराज भर्खर मैले एउटा समाचार सुने कि स्थापिरमा आनन्द चाहिँ परिनिर्वाण लिनु आँटेको छ है भनेर अनि यसो समाचार सुनाउँछ यो सुनाउने बित्तिकै उहाँ मूर्छित पर्दै बेहोस हुँदछ फेरि पानीहरू छर्केर उहाँ फेरि बेहोसदेखि बाहिर बिउजाउँछ बिउजन साथ उहाँको होस आएर महाराज अजाशत्रुले भन्नुहुन्छ कि उहाँ परिनिर्वाण लिने ठाउँ कहाँ रहेछ कुन ठाउँमा रहेछ कुन ठाउँमा हो भन्दाखेरि यो छेदान्तेम्बा पनि भन्छ योग्यतावान सेनावासी उहाँ चाहिँ अब कहाँ हो त भन्दाखेरि वैशालीमा परिनिर्वाण हुने रहेछ भनेर बताउनु भएछ यो साना बसिनले वैशालीपट्टि जानुभयो बताउनु भएछ अब चाहिँ धेरै सैनिकहरू योद्धाहरू उहाँले रेडी पारेर उहाँ चाहिँ अब वैशालीपट्टि जानुभएछ अब त्यो बेला अब भूमि देवहरू धेरै नै थियो त्यो वैशालीमा अब यहाँ वैशालीको भगवानहरूले चाहिँ अब आनन्द पाल्नु हुँदो रहेछ भनेर यसरी अब फुलहरू अब बर्सिनु पर्यो भनेर उहाँ भगवानभित्र कुरा भएछ अब फेरि अब अर्कोतिर चाहिँ के हो त फेरि वैशालीको फेरि राजाहरूले पनि सबै योद्धाहरू तयार पारेछ किन भन्दाखेरि अब दुवै राज्य त नमिल्दै एउटा राजगृहको एउटा राजगिरीको एउटा चाहिँ वैशालीको दुवै राज्यहरू नमिल्ने हुँदाखेरि दुवैले योद्धाहरू सबै सैनिकहरू तयार पारेर अनि त्योपट्टि आएछ बिचमा आउँछ त्यो यो गङ्गाको नदीमा पुग्ने साथै त्यहाँको भगवानहरू र आनन्द बसेको ठाउँमा चाहिँ दया माया देखिने अब यो सबै यो योद्धाहरू त्यहाँ राखेर उहाँले चरणमा ढोक्नु पुगेछ अनि
तपाईँको यो अस्त चाहिँ हाम्रो ठाउँमा राखिदिनु हो भनेर यसरी प्रार्थना गर्नुभएछ त्यो अनि यसरी अब यो अझ शत्रुले भन्नुभएछ अनि त्यो बेला आनन्दले भन्नुभएछ कि यदि म अब निधन हुने ठाउँ चाहिँ यो राजगिरी भयो भने अब वैशालीको राजा लिच्छविहरू अब रिसराग गर्नेछ यदि वैशालीमा मैले निधन भएर परनिर्वाण गयो भने राजगिराको तपाईँहरूले यसमा असमर्थ र बेखुसी हुनेछ त्यही कारणले दुवैले संयम गर्नको लागि सबैलाई मिलजुल गर्नको लागि मैले यो बीचमा नै निर्णय लिने निर्णय लिएँ भन्ने यसरी बताउनु भएछ त्यही कारणले त्यो दुवैजनाले अनि संयम गरेर उहाँ चाहिँ अब परनिर्वाण नलिनु अगाडि साँझ हल्लेछ त्यो बेला एउटा ऋषि मुनिहरू 500 जना आफ्नो चेलाले घेरिएको ऋषि मुनिहरू आएछ त्यो ऋषि मुनि शक्ति रहेछ आकाशमा शक्ति देखि प्रकट गरेर आउनु भएछ आनन्दको चरणमा दर्शन गरेको अनि हामीले पनि भिक्षु बनाइदिनुहोस् परिवेशक बनाइदिनुहोस् है भनेर उहाँले प्रार्थना गरेछ आनन्दको चरणमा यसरी प्रार्थना गर्ने आनन्दले स्वीकार गर्नुभएछ अब त्यो ऋषि मुनिको 500 जना चेलासँग शक्ति छैन रहेछ अनि आनन्दले चाहिँ भन्नुभएछ कि अनि आनन्दले विचार गर्नुभएछ तिमीसँग भएको 500 जना चेला पनि यो ठाउँमा आए त राम्रो हुन्थ्यो भन्ने बित्तिकै ठक्कै 500 जना चेला पनि त्यो ऋषि मुनिको चरणमै आइपुगेछ अर्थात् यो गङ्गा नदीको बीचमा आउनु भएछ भागमा अब बीचमा अब एउटा आइल्यान्ड जस्तो सानो थियो सानो फोक्टा एउटा भनौँ न एउटा फोक्टा बीचमा गङ्गा नदीको बीचमा त्यस्तो ठाउँ रहेछ त्यो बीचमा चाहिँ अब ऋषि मुनि र 500 जना चेलाहरू चाहिँ आनन्दको मुनि अब भिक्षु हुनुभएछ सबै परिवेशित हुनुभएछ अनि यो 500 जना चेला र एकजना ऋषि मुनि 3 चोटि यो भिक्षुको सिल लिने बेलामा यसरी वन्दना गर्नुपर्छ पहिलो लिने बित्तिकै उहाँहरू संसारमा दुःखमा नदोहोर्याउने ज्ञान प्राप्त भएछ दोस्रो तेस्रोमा चाहिँ सबै अर्हत हुनुभएछ यो चाहिँ स्थाबी र आनन्दले यो गङ्गा नदीको बीचमा यसरी अब एउटा फोक्टा आइल्यान्ड भनौँ न त्यो उहाँले बनाउनु भएर निर्माण गर्नु भएर अब कुण्ड भनौँ न कुण्ड होइन कुण्ड त्यहाँ अब यसरी बुद्धको चेलाहरूलाई अब सबै चेला बनाउनु भएछ अब पहिला बुद्धको चेलामा अब कुन्तुग्यो रप्साङ चाहिँ बुद्धको अन्तिम चेला थियो अब त्यही कारणले बुद्धले बताउनु भएको थियो कुन्तुग्यो रप्साङ भनेको अन्तिममा अब उहाँ भिक्षु हुनुभएको थियो त्यो भएर उहाँ परिनिर्वाण ल्याएको हुँदाखेरि त्यही कारणले गर्दाखेरि आनन्द तपाईँ चाहिँ अब भनाइसके त्यो चेलाहरूले चाहिँ तपाईँ अब परिनिर्वाण भएको हामी देख्न सक्दैन त्यही कारण तपाईँभन्दा अगाडि हामी अब निधन हुन पाऊँ भनेर यसरी अब प्रार्थना गरेछ
अब भनौँ न बुद्धले परिनिर्वाण नलिनु अगाडि कश्यपले हस्तान्तरण गरेर उहाँ परिनिर्वाण हुनुभयो। महाकश्यपले मलाई दिएर उहाँ परिनिर्वाण हुनुभयो। अहिले अब साना खोजेनलाई अझ साना भसिनलाई अब यो बौद्ध धर्म सबै उहाँपट्टि सम्पिँदै अब परिनिर्वाण लिन चाहन्छु भनेर बताउनु भएछ। त्यही कारणले गर्दाखेरि त्यही कारणले अब म परिनिर्वाण भइसकेपछि धर्म तिमीले राम्रोसँग पालना गर भनेर बताउनु भएको छ। बुद्धले चाहिँ यो कश्मीर भन्ने ठाउँमा चाहिँ अब विभिन्न खानेकुरादेखि सबै अब भौतिक कुराहरू चाहिँ पाउनु भेट्नु सजिलो हुनेछ। त्यही कारणले ध्यानी मान्छेहरू ध्यान गर्नेहरूलाई चाहिँ अत्यन्त सर्वोत्कृष्ट ठाउँ हो भनेर भविष्यवाणी गरेको छ। त्यही कारणले गर्दाखेरि भविष्यमा तपाईँहरूले पनि यो खाची भन्ने ठाउँमा चाहिँ अब कश्मीरतिर पर्दो रहेछ यो, त्यहाँतिर बौद्ध धर्म विस्तार रूपमा फैलाउनु जरुरी छ भनेर बताएको छ। अनि यो यसलाई खाची युल भनिन्छ। त्यो भित्र अब हिमगुम्बा भन्ने एउटा थियो। अनि यसरी अब बुद्ध परिनिर्वाण भइसके 100 वर्षपछि हिमगुम्बा भन्ने एकजना भिक्षु आउनेछ, उहाँले बौद्ध धर्म फैलाउनेछ भन्ने यसरी भविष्य गर्नु भएको हुँदाखेरि तपाईँहरूले पनि बौद्ध धर्म राम्रोसँग अनि सुरक्षा गर्नु, बिस्तार फैलाउनु भन्न यसरी भविष्यवाणी र आर्थिक उपदेश आज्ञा दिनुभएछ। त्यही कारणले बुद्धले यसरी भने जस्तै बताउनु भयो जस्तै अनि 500 जना भिक्षुहरूलाई पनि यसरी आनन्दले बताउनु भएछ। त्यही कारणले यो चाहिँ सर्वस्तिवाद चाहिँ अब यो खाची मुस्लिमको खाची ठाउँमा अब यो सम्बन्ध भएकोले प्रायः त्यो कुरा चाहिँ अब सबै त्यहाँ जोड दिएको जस्तो मलाई लाग्दछ। अब म 30 मिनट ब्रेक विश्राम राखेपछि फेरि यसलाई म निरन्तरता दिनेछु। अब यसलाई फेरि निरन्तरता दिन चाहन्छु। अब आनन्दले चाहिँ यो भविष्यवाणी हिमगुम्बा लगायत अनेक भिक्षुहरूको यसरी अब भविष्यवाणी गर्नुभयो। अनि यसरी उहाँ अब परिनिर्वाण लिनु भइसकेपछि उहाँको आधा भागको शरीर राजगृह, आदि चाहिँ यो वैशाली अर्थात् आदि चाहिँ लिच्छवी राजा, आदि चाहिँ यो अजातशत्रुलाई प्राप्त हुँदछ भनेर यसरी यो बाँकी चाहिँ यो बीचमा यो गङ्गा नदीको बीचमा राख्नु पर्दछ भनेर यसरी आज्ञा दिनुभयो। अनि यसरी अब क्यानरबु भनिन्छ, त्यहाँ चाहिँ अब एउटा स्तूप क्यानरको एउटा छोरा भनौँ न, एउटा पतलीपुत्रमा चाहिँ अब पतलीपुत्रमा एउटा आनन्दको अस्तु राख्नको लागि स्तूप निर्माण गरियो, त्यहाँ राख्यो। पतलीपुत्रमा चाहिँ आनन्दको अस्तु राख्नको लागि स्तूप निर्माण गर्यो। अब यसमा भोटको अनुवाद अनुसार त्यसै गरी अब दक्षिण दिशादेखि फैलिएको बौद्धको अब इतिहासमा अब यसरी अब लेखिएको आनन्दको परिनिर्वाण मैले बताइसकेँ। अब फेरि पनि दक्षिण दिशादेखि फैलिएको यो बौद्ध धर्मको बताउने क्रम, यसको विषयमा के बताउन मन लाग्यो मलाई। त्यसको सन्दर्भमा केही कुरा गर्नुपर्दा यो परिनिर्वाण भएको कुरा कस्तो लेखेको छ भन्दाखेरि यो शास्त्रभित्र पढ्ने, शास्त्र अन्तर्गत
ग्रन्थमा धर्मगाथाको ती सूत्रको व्याख्या गरिएका टीकाहरू छन् त्यो भित्र पनि द्वैङ्गितम भनिन्छ अर्थात् अर्थ धर्मपद कथा भनिन्छ यसमा एउटा आगम राखिएको छ एउटा के आगम राखिएको छ भन्दाखेरि पुरुष गाथा आगमभित्र अब बुद्धको जन्म चाहिँ 547 रहेको छ त्यो भित्र चाहिँ अब 166 मा चाहिँ नजिकको गृहस्थीको यो बताएको छ जन्म अर्थात् जातक वर्ग त्यो भित्र चाहिँ अब उपसाला जातक भनिन्छ उपसाला जातक अर्थात् यो गृहस्थीको नजिकको जातक कुरा अर्थात् नजिक गृहको जातक कथा रहेको छ भनेको छ के त्यो भित्र के लेखेको छ भन्दाखेरि यो म ठुलो शरीर राखिसकेर मृत्यु भइसकेर त्यो अहिले यो मेरो राखिएको शरीरमा पहिला नमरेको ठाउँ कहीँ पनि मान्छे नमरेको स्थान कहीँ पनि छैन नमरेको कोही पनि छैन त्यही कारणले स्थविर आनन्द पनि पहिला मरिसकेकै थियो पहिलाको जुनियरमा फेरि पनि म परिनिर्वाण लिँदैछ त्यही कारणले मान्छे नमरेको ठाउँ स्थान कहीँ पनि छैन त्यही कारणले म पनि अब यहाँ भनेको छ कि प्रायः सबै ठाउँमा मान्छे मरिरहेको छ तर अनन्त परिनिर्वाण लिने ठाउँमा चाहिँ कुनै पहिला मान्छे नमरेको नजलाएको दफन नगरेको चोखो स्थानमा चाहिँ परिनिर्वाण लिएको हो यस्तो ठाउँमा पनि बताएको छ यो के हो यसको विषय भन्दाखेरि मैले एक समय यसो सुने के सुने एक समय मैले भन्दाखेरि आनन्द परिनिर्वाण निधन हुने बेला उहाँको चाहिँ 120 वर्षमा पुग्दाखेरि अब म कति बाँच्दो रहेछ भने उहाँले जाँच गर्नुभएछ अनुसन्धान गर्नुभएछ बोर्डमा पनि अब पहिला यस्तो एउटा चलन थियो कि म अब कति जति बाँच्लो यस्तो अनुमान लगाइदिनुहोस् त भन्ने चलन थियो नि एउटा आनन्दले पनि 120 वर्ष पुग्दाखेरि अब कति चाहिँ बाँच्छ होला उहाँले अन्दाजा लगाउनु भएछ आनन्दले पनि निकै बाँच्नु भएछ उहाँ 120 वर्ष पुगेपछि अब म कति रहने रहेछ यो संसारमा भनेर उहाँले अन्दाज र अनुमान लगाउनु भएछ अब ओहो मेरो समय आएछ म चाहिँ अब 7 दिनपछि चाहिँ परिनिर्वाण लिँदैछु भनेर अब निधन हुँदैछु त्यही कारण त्यो बेला म परिनिर्वाण लिने हो भनेर यसरी बुझेर उहाँले निर्णय लिनु भएछ यसरी आफ्नो अरू ठाउँहरूमा सबै भनौँ न आफ्नो भिक्षुजनलाई यसरी बताउनु भएछ सूचना दिनुभएछ अब यो परिनिवास लिने भनौँ न त्यो बेला चाहिँ एउटा नदी रहेछ त्यहाँ चाहिँ के रहेछ भन्दाखेरि रोहिणी भन्ने ठाउँमा एउटा त्यहाँको बासिन्दाले सुने वारिपारि हुने मान्छेले के भनेछ भन्दाखेरि अब हामीले चाहिँ उहाँलाई धेरै सत्कार सम्मान गर्ने त्यही कारणले अनि हामीले उहाँलाई धेरै सत्कार र भोजन धेरै चढाए अब परिनिर्वाण लिने ठाउँ चाहिँ हाम्रो ठाउँ हुनेछ है भने यसरी भनेछ फेरि वारीको मान्छे त्यस्तो भन्छ फेरि पारीको मान्छेले पनि अब हामीले उहाँलाई जीवित हुन्जेल उहाँलाई धेरै सत्कार सम्मानहरू गर्यो अहिले पनि छ अन्तिममा उहाँ परिनिर्वाण ठाउँ चाहिँ हाम्रै ठाउँमा अब उहाँ परिनिर्वाण लिनुहुन्छ है यसरी वारिपारिको मान्छेहरू यसरी हल्ला खल्ला हैला बैला मच्चिन्छ
यो यस्तो घटना चाहिँ वरिपरिको मान्छेहरूले यो उनीहरूले बताएको बोलेको कुराहरू चाहिँ अनि अनन्तले सुन्नु भएछ उहाँले के सुनेर के वचन विचार गर्नु भएछ भन्दाखेरि त्यही कारणले गर्दाखेरि मलाई चाहिँ म जीवित हुँदाखेरि दुवै पक्षको मान्छेहरूले मलाई साथ सहयोग गरेको थिए सत्कार सम्मान पनि गर्यो यो आजीवित जीवन चलाउन लागि धेरै उहाँले साथ सहयोग गर्नुभयो त्यही कारणले यदि वल्लो वरिपरिको ठाउँमा मैले परिनिर्माण ल्याएँ पारिपट्टि दक्ख पर्ने पारिपट्टि मैले परिनिर्माण ल्याएँ भने वरिपरि दखल पर्ने दुःख हुने हुँदाखेरि त्यही कारण अनि यदि यस्तो भयो भने त सधैँ नै युद्धहरू मुच्चिनेछ झगडा हुनेछ कलझगडा कलह मच्चिनेछ नि त्यही कारणले अनि वारी गर्दाखेरि पारीले नोक्सान परिनिर्माण गर्दाखेरि वारीले नोक्सान धेरै खैला बैला हुने हुँदाखेरि मैले के निर्णय लिएँ भन्दाखेरि अब फेरि म परिनिर्माण लियो भन्दाखेरि म परिनिर्माण हुँदाखेरि म युद्ध झगडा मच्चियो भने अनि यो त धेरै नराम्रो सङ्केत भयो नि त्यही कारणले अब यो दुवैलाई अब संयम पर्नुको लागि कलहहरू नहुनुको लागि मैले के गर्नु पर्ने भनेर विचार गर्नुभएछ मेरो अस्तो धातुलाई चाहिँ अब म सबैले साथ सहयोग गरेँ भन्दाखेरि सबैले साथ सहयोग हुने गरी म अब निर्माण लिनु पर्यो भन्ने यसरी उहाँले विचार गर्नुभएछ त्यही कारणले मलाई सबैमा कृपालु जानु हुनुहुन्छ उहाँ कृपालु सधैँ नै उहाँले मलाई साथ सहयोग गर्नुभएको छ अनि भन्नुभएछ आनन्दले अनि तिमीहरू चाहिँ अब म रोहिणी नदीमा तिमीहरू अनि आउनु होला 7 दिनपछि म परिनिर्माण लिनेछु इच्छा अनुसार तिमीहरूलाई चाहिँ अब आफ्नो चाहना पुग्ने इच्छा पुरा हुनेछ भनेर यसरी अब यसरी बताउनु भएछ म चाहिँ अब 7 तल भन्दा पनि यो केराको थाम जति ठुलो त्यो माथि चाहिँ म पलेटी कसेर अनि प्रवचन गर्नेछु ध्यानमा बस्नेछु त्यति माथि अनि म प्रार्थना गर्नेछु कि मेरो यो ध्यान पश्चात मेरो आदि शरीर चाहिँ पारिपट्टि नदी पारी आदि शरीर चाहिँ वारिपट्टि बराबर अनि झर्नेछ भने यसरी बताउनु भयो अनि त्यो नझर्ने समाजमा चाहिँ कहिले छाया नहुने समाधिमा म बास गर्नेछु भन्नु हो तेजो धातुम समापत्ति भन्छ यसलाई यसरी ध्यान गर्नुभयो म स्वयं नै आग लाग्यो स्वयं आग लागेर दहन भयो जले अनि आदि शरीर चाहिँ यो पारिपट्टिको नदीमा पर्यो र आदिपट्टि चाहिँ वारी नदीमा पर्यो दुई पक्षहरूलाई बराबर यसरी अनि उहाँ स्वयं कसैले आगो लगाएन स्वयं नै आगो जलाएर गए दहन भयो अनि आदि दुवैले पाए बराबर पाएपछि यो देख्ने बित्तिकै एकदम धेरै मनदेखि शोकमा उनीहरू व्यस्त भयो एकदम शोकले स्तब्ध भयो उहाँहरू एकदम गुवाके स्वरमा सबै गुवा रुन थाले उहाँ परिनिर्वाण भएर उहाँको शरीर आदि भागमा टुक्रिँदाखेरि बुद्ध परिनिर्वाण हुनुभन्दा पनि अहिले आनन्द परिनिर्वाण हुँदाखेरि मान्छे धेरै गुवाके स्वर लाएर रुए यस्तो पहिला बुद्धको कालमा नै घटेको थिएन भने यस्तो धेरै मचिएको थियो त्यो बेला चाहिँ 1 महिना मात्रै नभएर 4-4 महिनासम्म त्यो उहाँ परिनिर्वाण लिएको ठाउँमा मान्छेहरू आएर रुँदै प्रार्थना गर्दै अनि आँसु चुहाउँदै शोकमा डुबेछ पुरै मान्छेहरू
बुद्धको महाचेला अनि बुद्ध जस्तै छ उहाँ बुद्धको भएको नभएको के फरक छैन त्यही कारणले उहाँ अब बुद्धकोमा स्थविर बुद्धको एउटा स्वरूप त्यही कारणले हामीले के सोच्यो भन्दाखेरि आनन्द हुने जीवन संसार रहँदाखेरि बुद्ध भएको जस्तो हामीले महसुस गर्यो बुद्ध भएको र आनन्द भएकोमा केही फरक हामीले भएन त्यस्तोसँग महसुस भएको थियो हामीलाई त्यसरी उहाँ परिनिर्वाण उहाँले यसरी लिनुभएको थियो मान्छेलाई सबैलाई अरे समय सत्यबार मार्गमा लगाएर परिनिर्वाण लिनुभएको थियो भन्दा यसरी दक्षिण दिशाको यसरी बौद्ध धर्मको लेखोटमा यसरी बताइन्छ अब थङसेन गुरु एउटा चीनको एउटा थङसेन गुरु उहाँ भारतमा पाल्नु भयो उहाँ पश्चिम दिशामा पाल्नु भयो अनि उहाँले धेरै विख्यात अब ग्रन्थ लेख्नु भएको छ बाटोमा जाँदा के दिएको सबै लेख्नु भयो उहाँले यसमा 7 ठेली रहेछ जम्मा अब थङसेन लामिक भनिन्छ अर्थात् यो चाहिँ अब थङसेन गुरुको कुनै अब बुद्धहरू हैन मार्ग जुन रेकर्ड भनौँ न जहाँ जानुभएको थियो त्यो कुराहरू लेखेको मार्गको टिप्पणीहरू गर्नुभएको ग्रन्थ छ 7 ठेले जति त्यो भित्र के राखिएको छ भन्दाखेरि यो गङ्गा नदीको छेउमा पुग्दाखेरि त्यो एउटा दुई प्रकारको त्यो नदीको दुईटा भागको बीचमा चाहिँ स्तूपा थियो एउटा स्तूप रहेछ भनेर देखेँ भनेर उहाँले लेखेको रहनुभएको रहेछ अब यसको म सबै पढ्दै यसको अर्थ बताउँदैछु एउटा कार्पोटुङ भने एउटा आनन्द अर्थात् एउटा कुटी रहेछ अब यो नदी गङ्गा नदीको दक्षिण र उत्तर दिशाको एकैवटा स्तूप रहेछ त्यो दक्षिण दिशा र उत्तर दिशामा यो चाहिँ के हो त भन्दाखेरि पहिला मान्छेहरूले चाहिँ आनन्दको अष्ट धातुहरू दुई भागमा बाँडेर बनाएको स्तूप रहेछ भनेर बुझ्नु पर्दछ रहेछ भने मान्छेले भन्दो रहेछ अब आनन्द चाहिँ के हो त भन्दाखेरि तथाकथा बुद्धको एउटा आफ्नो छोरा आफ्नो आफन्त थियो एउटा आफन्तको सानो कान्छा छोरा थियो धेरै पोख्त भएको र धेरै बुद्धिमानी कहिले नबिर्सिने ज्ञानले पोख्त भएको थियो सबै सर्व ज्ञानहरुमा एकदम ठुलो ज्ञानमा प्रकट थियो उहाँ बुद्ध परिनिर्वाण भइसकेपछि महाकाश्यपलाई बौद्ध धर्म हस्तान्तरण गर्यो बौद्ध धर्म सम्हालेपछि यो अनि सबै चेलामा यसरी फैलाउँदै गयो महाकाश्यपले एक समयमा मगधको एउटा जंगलमा वनमा बस्ने बेलामा एउटा श्रवणेन भनिन्छ गेचुलाई चिनाउनु अगाडिको उहाँले यसरी बन्धन गरिरहेको देख्यो पढेको देख्दाखेरि त्यसपछि के हो त यसो क्रमहरु चाहिँ भुलचुक भएर त्रुटि भएकोहरु अनि देख्यो यो सुन्दाखेरि अनि यसले चाहिँ मिलाउनु पर्यो भनेर अब त्यही कारणले यसलाई मिलाउनु पर्यो यसरी होइन रहेछ भन्ने क्रममा अनि यो भिक्षुले त्यस्तो भन्दाखेरि ए बुढो भिक्षु हो तिमी अनेकन कुरा नगर तिमी बुढो भइसक्यो हो तिमीले अनि यो मेरो गुरुले भनेको मेरो उपाध्याय विद्वान गुरुले भनेको त्यही कारणले मैले पढेको यसमा कुनै पनि गल्ती हुँदैन भनेर अनि आनन्दले बताएछ त्यो बेला आनन्दले भनेको रहेछ हैन
अनि आनन्दलाई त्यो भिक्षुले त्यस्तो भनेपछि उहाँ चाहिँ अब के पनि बोल्न सकेन रहेछ। हो म हो शरीर त म वृद्ध भए तर मेरो मनको मानसिक सम्झिने कुराहरू अहिले पनि छर्लङ्ग छ मलाई। त्यही कारणले अनि उहाँले भनेछ कि म यो शरीर वृद्ध भएर मैले बताएको कुरा कसैले पनि समर्थ गर्न असमर्थ रहेछ। त्यही कारण यो संसारमा यो शरीर राखेर बसेको के फाइदा। त्यही कारण म चाँडोभन्दा चाँडो शीघ्र नै परिनिर्वाण लिनु पर्यो भन्ने यसरी उहाँले चाहना गर्नुभएको हुँदाखेरि यति लामोसम्म उहाँहरू अनि बस्नु भएन, उहाँ परिनिर्वाण हुनुभयो। म चाँडोभन्दा चाँडो म परिनिर्वाण लिनेछु भनेर निर्णय गर्नुभएको कुरा चाहिँ यहाँ लेखेको रहेछ। पछि मगधमा जानुभयो। मगधमा पुगेर अनि म मगधमा गएर चाहिँ म अब ऐसलीमा म परिनिर्वाण लिनु पर्यो भने यसरी अब विचार आएछ। बिचमा त्यो अनि उहाँ वैशालीको नदीमा बिचमा जाँदा 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 फेरि अब अनि त्यहाँ जाने कुरा चाहिँ फेरि यो मगधको राजा अजातशत्रुले पुगिसक्यो। अब भनौँ न बुझिसके थाहा भइसकेपछि अनि फेरि उहाँ अनि फेरि यो कुरा उहाँलाई दुःख लाग्नेछ भनेर अब फेरि आनन्दले चाहिँ दुवैलाई अब झगडा नहुनुको लागि बिचमा अब म अनि परिनिर्वाण लिनु पर्यो भन्ने यसरी विचार गर्दै गए। फेरि यो मगधको राजालाई चाहिँ अब वैशालीतिर गएको थाहा भएछ। वैशालीको राजाले मगधतिर गएको थाहा हुँदाखेरि दुवैजना के हो त युद्ध हुन्छ भनेर अनि सबै सैनिकहरू तयार भएर योद्धाहरू तयार भएर दुवैजना अनि आएको थियो। दुवैजनाको राजाको सैनिकहरू योद्धाहरू अनि हजारौं सैनिकहरू अनि एकदम पंक्ति मिलाएर एकदम उहाँहरू अब बसिरहनु भएको थियो। त्यो बेला आनन्दले चाहिँ अब दुईटा राज्य, एउटा राजगीर एउटा चाहिँ वैशाली, राज एक आपसमा युद्ध गर्यो भने एक आपसमा मार्ने खतरा रहेछ। त्यही कारणले यो युद्धहरू नहुनको लागि यो उहाँ चढ्नु भएको यो नाउँदेखि चुरुक्क उठेर आकाशमा उड्नु भएछ। आकाशमा उड्नु अनि शक्ति देखाउनु भएछ, उहाँ प्रदर्शन गर्नु भएछ। एउटा आश्चर्यजनक कुराहरू विभिन्न कुराहरू देखाउँदाखेरि उहाँ परिनिर्वाण हुनु भएर अनि उहाँको शरीर चाहिँ स्वयं नै आगो लागेर गयो। अनि उहाँको आधी टुक्रा चाहिँ अब आधी भाग शरीरको अस्तो आधी चाहिँ एउटा दक्षिणतिर एउटा चाहिँ उत्तरतिर पतन भएछ। यो देख्ने बित्तिकै उहाँ दुवै पक्षको राजा रुनु भएछ। दुवैले उहाँको अस्तोलाई पूजाआजा गर्नु भएछ भनेर यसरी लेखिएको छ। आफ्नो देशमा अनि उहाँहरू युद्ध नभइकन आफ्नो ठाउँमा गएर उहाँहरू चाहिँ अनि त्यो आनन्दको अस्तो लिएर स्तूप निर्माण गर्नुभयो भनेर यसरी लेखिएको छ। यो चाहिँ अब थाङसेन गुरु लेख्नु भएको रहेछ। अनि यो चाहिँ अब थाङसेन गुरुले चाहिँ म जाने बेलामा यस्तो यस्तो दुईटा स्तूप भएको कारण चाहिँ यस्तो यस्तो कारणले भएको हो भनेर उहाँले कुनै मान्छेले भनेको हुँदाखेरि त्यो लेखेको हुँदाखेरि त्यो क्षेत्र उहाँले देख्नु भएको थियो। मैले देखेँ भनेर लेखेको रहेछ उहाँको मार्ग टिप्पणी मार्ग यात्राको टिप्पणी ग्रन्थमा थाङसेन गुरुले। अब म अन्तिम यसलाई अब टुङ्गाउँदैछु आनन्दको कुरा चाहिँ आज समापन निष्कर्ष के हो भनेर आनन्दको अब आफ्नो जीवन कालमा घटेको कुराहरू यो चाहिँ दक्षिण दिशा र उत्तर दिशादेखि यसको परम्परा आएको विभिन्न यो टिप्पणीहरू अब दक्षिण दिशाको टिप्पणी अनुसार हेर्ने हो भने अब सर्वस्तिवादको अब ठिन्सेक भित्र लेखेको छ
अजातशत्रु भनौँ न अजातशत्रुको अब जीवनी कथाभित्र अनि क्याल्बो न्यामी दो भन्छ अजातशत्रुको सूत्र भनेर त्यो भित्र अब जन्मको होइन धर्मपद कथाभित्र त्यो भित्र कुरा यो आनन्दको परिनिर्वाण भएको कुराहरू लेखिएको छ त्यसै गरी अब थङसेन गुरुको नुप्चुचुकी नाम त पश्चिम दिशामा पाल्नु भएको मार्ग टिप्पणी त्यो भित्र पनि हामीले हेर्न सक्छौँ अब दक्षिण त्यस्तै गरी यो दक्षिण दिशादेखि आएको परम्पराको कुरामा चाहिँ अब धर्मको लेखोटमा चाहिँ धर्मगाथा भनेको सूत्रको व्याख्याभित्र यसरी राखिएको छ यो आनन्दको परिनिर्वाण भएको कुराहरू यो हामीले अगाडि भएको यो विभिन्न यो लेखटहरूलाई हामीले जाँच गर्दाखेरि यसको मुख्य निचोडहरू के हो त भन्दै जाँच गर्दाखेरि हामीले के लिन सक्छौँ त अब यो भित्रको मुख्य कुरोहरू हामीले स्पष्ट के लिन सक्छौँ भन्दाखेरि पहिलो के हो भन्दाखेरि यो भोटको लेखोट परम्परा अनुसार यो दक्षिण दिशाको लेखोट अनुसारमा अब अलिकता फरक छ यो भित्र के छ भन्दाखेरि दक्षिण दिशादेखि फैलेको बौद्ध धर्म लेखनमा चाहिँ परिनिर्वाण लिने ठाउँ चाहिँ अनन्तले यो गङ्गा नदी लेखिएको छ बताएको छ त्यस्तै गरी अब उत्तर दिशाको छेउमा उत्तर दिशाको बौद्ध धर्म लेखको अनुसार चाहिँ यो गङ्गा नदी लेखेको छ दक्षिण दिशाको परम्परा अनुसार लेखोटमा चाहिँ रोहिणी नदीमा परिनिर्वाण लिनुभयो भनेर लेखिएको छ अब उत्तर दिशाको बौद्ध धर्मको लेखन अनुसार चाहिँ उहाँको अस्तोलाई चाहिँ अनि बाँडेर स्तूप निर्माण गर्यो भने पूजाआजा गर्छ भनेर स्पष्ट लेखेको छ तर पनि दक्षिण दिशाको बौद्ध धर्मको अनुसारको लेखोटमा चाहिँ अब यस्तो कुरा लेखिएको छैन अनि उहाँ परिनिर्वाण निधन हुँदाखेरि चाहिँ मान्छे धेरै अब शोकमा डुबेर धेरै स्तब्ध भएर त्यसको कुराहरू चाहिँ अब लेखिएको रहेछ अनि यस्तो अलिअलि फरक रहेको छ यसमा चाहिँ अनि अलिकति नमिल्ने कुराहरू पनि छ अर्थात् दक्षिण दिशा र उत्तर दिशाको इतिहासको लेखन ग्रन्थहरूमा त्यसैले अनि त्यसैले यो अब यो दुवैको कुरा चाहिँ अब अलिकता फरक पनि रहेको छ कुनैमा चाहिँ अब राजाहरूको नाम खुलेको छैन कुनैमा चाहिँ अब राजाहरूको नाम खुलेको छ दुवैको पक्षमा चाहिँ दुईपट्टि यसरी बाँडेको थियो भने चाहिँ मिल्न जान्छ यही कारणले गर्दाखेरि उत्तर दिशामा चाहिँ उत्तर दिशाको बौद्ध धर्मको परम्पराको लेखोट अनुसारमा चाहिँ स्तूप निर्माण गर्यो भनेर लेखेको छ भने दक्षिण दिशाको बौद्ध धर्मको लेखोट अनुसार परम्परा अनुसार चाहिँ क्षेत्रीय स्तूपहरू निर्माण गरेको छैन उहाँ निधन हुँदाखेरि उहाँ त्यहाँको मान्छेहरू चाहिँ शोकमा डुबेर स्तब्ध भएको थियो भने यस्तो कुराहरू चाहिँ लेखेको छ यस्तो फरक रहेछ जे भए तापनि उहाँ परिनिर्वाण हुँदाखेरि धेरै मान्छेहरूले एकदम शोकमा डुबेछ स्तब्ध भएछ धेरै दुःख लागेछ उहाँ त्यस्तो कुराहरू चाहिँ स्पष्ट लेखिएको छ स्तूप निर्माण नगरेको कुरा चाहिँ उत्तर दिशाको बौद्ध धर्म परम्परा अनुसारको लेखोटमा भनौँ न यस्तो लेख्ने क्रममा फरक भए तापनि प्रायः जसो अब परिनिर्वाण भएको कुराहरू चाहिँ अब सबै मिल्दछ अनि यो उहाँको इतिहास भनौँ न परिनिर्वाण लिने उहाँको जीवन कथाहरू चाहिँ प्रायः जसो उत्तर दिशा र दक्षिण दिशाको परम्पराको धर्म बौद्ध धर्म लेखन अनुसार मिल्न जान्छ समग्रमा चाहिँ मिल्न जान्छ है कुनै कुनै भित्र आफ्नो विशेषतामा चाहिँ फरक रहेको छ
अब संक्षेपमा बताउनु पर्दाखेरि आनन्दको परिनिर्वाण लिने कुरा बताउनु पर्दाखेरि मगधको राजा अजातशत्रु त्यस्तै गरी वैशालीको उहाँको नजिकको आफ्नो चेलाहरू भनौँ न अनि एक पक्षमा मगधको मान्छेहरूलाई मगधमै पाए त हुन्थ्यो अस्त धातु वैशालीको पाए त हुन्थ्यो भन्ने दुईटा कुराहरू छ अनि त्यो दुवैलाई इच्छा पुरा गर्नको लागि त्यो नदीको बीचमा एउटा कुण्ड भनौँ न अनि दुई भागमा मिलाएर यसरी अनि उहाँले अब आधा आधा भाग बाँड्नु भएको कुराहरू चाहिँ यो चाहिँ मुख्य कुरा चाहिँ यो रहेछ अब अन्तिममा महाकश्यप र अनन्त परिनिर्वाण लिँदाखेरि फरक के छ यो दुवैलाई हामीले अन्दाजा लगायो भने विशेष त फरक के छ त यसो के बताउनु पर्दाखेरि आनन्दले परिनिर्वाण लिँदाखेरि त्यसमा के देख्न सक्छौँ हामीले भन्दाखेरि आनन्द परिनिर्वाण लिने बेलामा हामीले के देख्न सक्छौँ त्यो उहाँको कथादेखि भन्दाखेरि जीवन कथादेखि मुक्ति कथादेखि वृत्तान्तदेखि अघि मैले यही सन्दर्भमा कुरा गर्नु पर्दाखेरि के बुझ्न सक्छौँ भन्दाखेरि पहिलो अर्थ के हो त भन्दा पहिलो निचोड चाहिँ आनन्दको कालमा जीवित कालमा धेरै मान्छेले उहाँलाई समान सत्कार सम्मान गर्ने देख्दछौँ अनि उहाँ परिनिर्वाण हुँदाखेरि धेरै मान्छेहरूले चाहिँ अनि प्रत्यक्ष रूपमा देख्न पाउने अब देख्नु पाएको थियो त्यही कारणले आफ्नो शरीर अस्तो धातु चाहिँ इच्छा पुरा गर्नको लागि दुई भागमा बाँडिएको देखाउँदछ किन भन्दाखेरि पहिला बुद्धको कालमा उहाँको अस्तो धातु चाहिँ अब उहाँ परिनिर्वाण हुँदाखेरि 8 ठाउँमा बाँडेको थियो भने आनन्दको चाहिँ दुई भागमा बाँडेको हामीले देख्न सक्छौँ भनौँ न अब अस्तो धातु हामी रिङसेल भनिन्छ बुद्धको धातु अस्तो धातु अब जुन अब पार्थिव शरीर जलिसकेपछि त्यहाँदेखि अस्तो धातु आउँदछ बुद्धको धातु यो अब बुद्ध र आनन्द बाहेक अब यसरी बाँडेको छ भनेर अर्को चाहिँ अब अरूमा छैन त्यो बाहेक बुद्धको चेलामा चाहिँ आनन्दको पनि बाँडेको थियो भने हामी सुन्न पाउँछौँ बुद्ध जस्तै महत्त्वपूर्ण एकदम बुद्ध जस्तो सम्मान सत्कार पाएको सम्मान पाएको हामीले बुझ्न सक्छौँ के हो भन्दाखेरि अनन्त परिनिर्वाण हुने तरिका चाहिँ बुद्ध जस्तै तालमेल बुद्ध जस्तो मिल्नु जान्दछ के हो त मान्छेको मनमा चाहिँ प्रभाव के पर्छ भन्दाखेरि उहाँ बुद्धको स्वरूप नै हो र बुद्ध नै जीवित रहेको रहेछ बुद्ध र उहाँमा के फरक छैन त्यस्तो उहाँले सबैलाई विचार सबैले त्यस्तो प्रभाव पार्न सक्यो चौथो निचोड के छ भन्दाखेरि बुद्ध परिनिर्वाण भइसकेपछि उहाँको पछि चाहिँ अब सङ्घहरूलाई अब मुख्य अब सङ्घको मुख्य अब उत्तरदायी लिने चाहिँ अब उहाँदेखि नै एकदम फस्टेर गयो भन्ने पनि हामी बुझ्न सक्छौँ त्यही कारणले कश्यप भन्दा पनि आनन्दलाई धेरै नै मन पराउने त्यस्तो देखाउनु छ मुख्य निचोड अब 5औं नम्बरमा मुख्य निचोड के छ भन्दाखेरि आनन्द चाहिँ सबै मान्छेहरूसँग एकदम राम्रो सम्बन्ध भएको हामीले एकदम गम्भीर सम्बन्ध भएको हामीले बुझ्न सक्छौँ अब आनन्दलाई चाहिँ भिक्षु र भिक्षुनी सबै वर्गले मन पराउने त्यस्तै गरी राजाहरूमा पनि गृहस्थी वर्गीय राजाले पनि धेरै मन पराउने समाजले पनि मन पराउने धेरै मन पराउने सबैको मनोहर त्यस्तो थियो सबैले उहाँलाई मन पराउने रुचि गर्ने त्यस्तो थियो खुबी थियो उहाँ के थियो भन्दाखेरि उहाँको रूप चाहिँ एकदम सुन्दर हुनुहुन्थ्यो एकदम ह्यान्डसम सुन्दर
सबै कुराले भरिपूर्ण भएको त्यो कारणले गर्दाखेरि उहाँलाई सबैले मन पराउनु केटा भए पनि केटी भए पनि उहाँलाई एकदम मन पराउनुहुन्थ्यो कि उहाँ एकदम उहाँको रूप चाहिँ बडो सुन्दर थियो हेरे हेरौँ लाग्ने भगवानको रूप जस्तो त्यही कारणले पाँचौँ निश्चय चाहिँ यो रहेको छ उहाँको मुख्य अब अर्थ सार चाहिँ उहाँको छेउमा बसु उहाँसँग भेटौँ कुरा गरौँ त्यस्तो रूप थियो उहाँसँग सबैसँग एक समानताले हेर्ने सबैमा एकै नजरले हेर्ने सम्बन्ध राख्नुको लागि एकदम उहाँ चनाखु पोख्ता सबैलाई दया माया करुणाले उहाँले बाँड्नु त्यस्तो रूप थियो उहाँसँग त्यस्तो उहाँको चरित्र थियो अब महाकश्यप परिनिर्वाण लिँदाखेरि हामीले त्यहाँदेखि के लिन सक्छौँ ज्ञान त्यस्तो के थियो त भन्दाखेरि अब यसको के निचोडहरू बताउन जाँदैछ यसको सारहरू पहिलो नम्बरमा कुरा सुन्नुहोस् है त अब महाकश्यप को इतिहास पल्टाउँदाखेरि चाहिँ उहाँ परिनिर्वाण लिँदाखेरि चाहिँ गाउँ बसदेखि धेरै टाढो भएको थियो जस्तो पायो त्यस्तो मान्छे उहाँ अब परिनिर्वाण यो रिभु झाकाङमा परिनिर्वाण लिने चाहिँ आनन्द पाए अरू कसैलाई थाहा नबस्नु थियो नि त त्यही कारणले यो एउटा समाजदेखि एउटा कुनै समाजदेखि चाहिँ टाढो भएर अनि उहाँ परिनिर्वाण भएको त्यही कारणले मान्छे धेरै भएको ठाउँमा त्यो चाहिँ मन नपराउने मान्छे कोही नभए एकान्त ठाउँमा अब उहाँ मन पराउने त्यस्तो भएको हुँदाखेरि त्यस्तो ठाउँमा कोही मान्छे नभएको ठाउँमा एउटा पर्वतमा रिभो झाकाङ पर्वतमा उहाँ परिनिर्वाण भएको थियो बाहिर हेर्दाखेरि मान्छेसँग त्यति नाता सम्बन्ध नजुट्ने तर बौद्ध धर्मको भित्र गम्भीरमा हेऱ्यो भने के हो त एकदम उहाँ चासो गर्ने यस्तो हामीले उहाँलाई देख्न सक्छौँ होइन 33 कोटी देवलोकमा जानु भएर होइन बौद्ध धर्मको लागि उहाँले इन्द्रदेखि लिएर ब्रह्मदेखि लिएर सबैसँग उहाँले छलफल गरेर अनि बौद्ध धर्मको अनि भविष्यवाणी गर्नुभएको कुराहरू थियो नि त अनि मैत्रीयानाको चेलाहरूलाई पनि उहाँले अनि भविष्यमा बौद्ध धर्म यसरी फेरि पुनर्जीवित हुनेछ भनेर भविष्यवाणी गरेको कारणले गर्दाखेरि बौद्ध धर्म एकदम चासो गर्ने भित्रदेखि उहाँले मुटु जसरी राख्ने त्यस्तो बुझ्न सक्छौँ दोस्रो सार के हो त भन्दाखेरि उहाँ परिनिर्वाण हुँदाखेरि चाहिँ यसले अर्को अब उहाँ परिनिर्वाण हुँदाखेरि समाजमा के हुन्छ पछि गएर प्रभाव के गर्छ त्यसमा त्यति अब प्रभाव परेन अब आनन्द जस्तो एकदम प्रभाव त पार्न सकेन महाकश्यपले अब बाहिरी संसारमा उहाँले के प्रभाव त पारेन तर के हो त उहाँको आदि जीवन चाहिँ पछि चाहिँ अब आनन्द भन्दा अलिकता फरक हिसाबले उहाँ परिनिर्वाण भएको हामी देख्छौँ एउटा समाजमा प्रभाव पारेको र नपारेको त्यही कारणले दुवैजना हामीले हेऱ्यो भने यसरी अब बौद्ध धर्मको सङ्घहरूलाई सङ्घ दललाई एकदम प्रफस्ट आएको हामीले देख्न सक्छौँ दुवैको परिनिर्वाणको विषयमा हेर्दाखेरि के ज्ञानहरू भेटाउँछौँ त के नयाँ कुरा हामीले पत्ता लगाउन सक्छौँ त भन्दाखेरि पहिलो कुरा यो चाहिँ अब एकदेखि अर्कोसम्म परम्परा अटुट क्रममा आइरहेको कुरा हो बुद्धकालीनदेखि अनि उहाँहरू परिनिर्वाण हुँदा चाहिँ बुद्धको कालमा सङ्घ दल कस्तो थियो त्यो छर्लङ्ग हामी देख्न सक्छौँ पहिलो सार दोस्रो सार चाहिँ यो इतिहासदेखि यो कथादेखि हामीले के बुझ्न सक्छौँ त भन्दाखेरि भिक्षुहरूको अर्थात् सङ्घहरूको भित्रको आफ्नो लालन पोषण बस्ने खाने ध्यान गर्ने तरिका के हो
कोसँग उहाँहरूको सम्बन्ध राख्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ स्पष्ट देख्न सक्छ। एक आपसमा सङ्घहरूको आफ्नो मेलमिलाप त कस्तो थियो भने हामीले बुझ्न सक्छौँ। यस्तो हो। अनि आजको बताउने मुख्य अब सार यही नै हो। सारहरू मुख्य सार यो भित्रमा नि अब के हो त खास कुरा चाहिँ पोइन्ट हामीले याद गर्नु पर्दाखेरि आजको मुख्य बताउने कुरा चाहिँ आज यो परिनिर्वाण आनन्द परिनिर्वाण भएको कुरा हो। त्यो भित्र त्यो सन्दर्भमा अब उहाँ परिनिर्वाण हुँदा उहाँको अस्तो पार्थिव शरीरको लागि युद्ध हुनु आँटेको त्यस्तोलाई पनि समाधान गर्नुभयो। त्यो सबै युद्धहरू रोकथाम गर्नुभयो, रोकेर सबैले इच्छा पुरा गरेर अनि सबैले समाधान गर्नुभयो, युद्ध हुनु दिनु भएन। सबैले मन पराएको रुचि राख्ने हुँदाखेरि मगध राज्यदेखि लिएर वैशालीको राज्य राजगिरादेखि लिएर वैशालीको सबै राज्यहरूमा पनि उहाँले सत्यको शान्तिको दियोहरू उहाँले पाल्नु भएको थियो। त्यस्तो महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो। अब आनन्दको अब उहाँको चरित्र भने सबैले मन पराउने, समाजमा सबै भिक्षुदेखि गृहस्थीमा सबैलाई अब सम्बन्ध राख्ने थियो। अब महाकश्यप हो भने अब गृहस्थी वर्गदेखि लिएर भिक्षु धेरै मान्छेको जमामा जानु मन नपराउने, एक्लै एकान्त ठाउँमा बसेर ध्यान गर्ने, समाधिमा ध्यान गर्ने, त्यस्तो उहाँको अब कोही मान्छे नभएको एकान्त कुनामा त्यस्तोमा मन पराउने उहाँको चरित्र थियो नि त। त्यो कारणले एकजनाले चाहिँ अब आनन्दले चाहिँ सबै मान्छेले देख्ने ठाउँमा परिनिर्वाण लिनुभयो भने महाकश्यपले चाहिँ कसै मान्छेले नदेख्ने ठाउँमा दुःख नहोस् भने आनन्द ठाउँमा यो जग्गामा परिनिर्वाण लिनुभएको हो। यो मुख्य अब बुँदाहरू थियो आजको सारहरू। र आजको लागि यति नै। फेरि पर्सि फेरि भेट्नेछौँ। आजको लागि यति नै। बहुत सर्वमङ्गलम। धन्यवाद।